welcome back to my channel. Priya is here. I am Priya अनि उ चाहिँ मेरो भाइ निश्चल भुसाल हैन अनि अब बाइ द थम्बनेल अनि टाइटलबाटै थाहा पाउनु भयो होला आजको च्यालेन्ज चाहिँ के भन्दाखेरि माई ब्रदर डज माई मेकअप अनि यदि हजुरले पहिलाको भिडियो हेर्नु भएको छैन जहाँ चाहिँ नि गेसिङ द गर्ल्स मेकअप प्रोडक्ट भन्ने हेर्नु भएको छैन भने हेर्नु होला उसको चाहिँ नि कति खतरा के अरे नलेज छ मेकअप प्रोडक्टको बारेमा भन्न लागेको मेरो मेकअप गर्न लगाउन लागेको हो मेरो भाइलाई यहाँ चाहिँ नि सबै मेकअप प्रोडक्टहरू छन् he will be using that on me. Let's get into the video. अब चाहिँ नि रेडी ल स्टार्ट हो यही हैन के हो के लगाउन लास्ट त्यहाँ देखा पनि अनि हो यो के हो त्यो यो के त मन थाहा हैन मोइस्चराइजर हो क्या है चाहिँ लेखे पनि रहेछ पढ्न पाए यसलाई चाहिँ केही आउन्न त्यही भएर मैले यो पढ्ने छुट पनि दिएछु यो पढेर पनि यसलाई केही आउने होला छैन स्टार्ट हो ढक्कनमा थियो नि त त्यही भएर भन्दा ल अब के लाउने के छ अरे मैले आजसम्म मेकअप गर्नु जान्ने मान्छेलाई पनि देखाएन मेरो मुखमा केही लगाइदिन सनस्क्रिन के छ आती हो नि अब मेकअप पोसा खोज्नु गरे नि तेरो गरेछ ब्युटी पार्लर मेकअप पोसा त्यही के ल ओए हरे भयो अब के स्टार्ट गर्ने स्टार्ट गरेर के लाउनु त सुरुमा थाहा छ हैन के आइडिया पनि आइडिया दिनु भयो त प्राइमर प्राइमर पेन्ट हुन्छ प्राइमरको त यो पनि हुन्छ त्यो सुरुमा लाउने भने चाहिँ प्राइमर लाएर बल्ल पेन्ट लगाउँछ भने त्यही लाउने हो यस्तो यस्तो पढ्नु डाइरेक्ट धेरै ननी खालै प्राइमर पेन्ट पेन्ट अब यहाँ प्राइमर यहाँ धेरै पोर्सहरू देखिने ठाउँमा हल्का इभन के थाहा नि पोर्स भने के भन्ने पोर्स भने ठ्याक 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 हुन्छ छैन त्यो मुखै छैन त्यस्तो अब के भन्छ त्यो पोर्स अब पेन्ट लाउनु प्राइमर पछि पेन्ट पुटिङ गर्ने घरमा त पुटिङ केबाट सुरु गर्नु पर्ने कुरो आफू कि ढुक्क आफू गाजलदेखि हो यो आँखाको यस्तोमा के लाउँछन् आँखाको माथि के भन्थ्यो अस्ति भन्दै भुल्यो हो त्यो खै के दुईटा ल्याइदियो अझै अर्को पनि हो यस्तो हो त्यसलाई भन्छ त्यही लगाउँ न त सुरुमा मैले ब्रस हराएँ लगाइदिँदैछु यो के जाति हो यसलाई किन लगाउनु मिल्छ लगाइदिन अब यहाँ पुरै उस सबै कलर उस मिलाएर लाग्ने हो कि के हो मिक्स गरेर थाहा छैन मलाई जे पनि सोध्छ यार अलिअलि बुद्धि लगाएन यसले यहाँ लगाइदिने भनेको होइन एउटा आँखामा एउटा आँखामा लगाइदिनु कञ्चना यत्रो धेरै कलर छ त जुन पनि लाउन पाउँछस् नि यहाँ पनि छन् कलर अब अरु मैले त चकमक वाला कलर कहिले लाउन त्यही भएर त्यस्तो प्यालेटै किन्दिनँ मैले न्युड नै हुन्छ मेरो प्यालेट चाहिँ टल किन्यो यो अब मिक्स म्याक्स गरेर त अर्कै होला है यीलाई ल ओ हट्टिस भयो अब गाजल लाउनु पर्यो नि त गाजल त यहाँ अघि म देखेको थिएँ यो के होइन अब यहीँ थियो कि गाजल बनाएर खोलेको नि हो यही गाजल हो होइन यो के हो नि यो कन्टोर
गाजल यो हो कि सोनाटाको गाजल त्यसलाई खाएर गएर अब म यो लाइट है गाइस कता लाउँछ नि कुनी तैँले हो मेरो टिस्यु छ त्यहाँ जा टिस्यु लिएर म ओए निस्किन्छ यो त जति गर्छ त्यति आउँछ कालो कालो मुसे नपाए गाजर फर्का यो के हो के हो कालो कालो आउँछ नि त एमा होला एमा हो न ल गाइस अब यो है यो प्रोडक्ट गाइस यो हो यो वा धेरै लाग्छ के कति दियो हो र ओए कति धेरै दियो छैन र मिला लाग्छ नि त अच्छा कंचा बनाइन्छ केन्चिना का रूप में हडरा ना ओ यो त हरि हुँदो रहेछ यार ओए त के राम्रो देखेर कालो राम्रो देख्छ धेरै भयो के छ मलाई आइब्रो बनाएको राम्रै देखिन्न थाहा मलाई माइकलले बनाउन त्यही भएर ओए त के तल पनि लाइदियोस् क्या भए हैन मैले अलिक बनाइदिएको के छ कसम देमे चोरी चोरी नभन् त मेरो भिडियो के भन्दा चरी त ल खै यहाँ बाक्लो देखेको कसरी मेटाउने त्यो टिस्युलाई टिस्युले मेटिन्छ माथि माथि यस्तो यहाँ बाक्लो बनाएर भन्थ्यो भन्दा हैन र ओ यो त कस्तो भयो यार यहाँ तल के लाउने हो के कन्सिलर लाउने कन्सिलर के हो त्यो कहाँ छ यो कपाल कस्तो देखियो कुन कन्सिलर यो ए ल अब यो गाइस अब यो प्रोडक्टै यो यो थाहै मलाई तर यो ओ टुटाल्दैला चाहिँ ल भयो यो मिलाउला भयो ल अब यसलाई मिलाउने कसरी छैन के भाइ मसँग के पनि ऊ त्यो उस छ ब्लेन्डर छ त्यो लाग्दैन है यस्तै हो त्यो कडक कडक यस्तो एल छ न ए पर्फेक्ट अब मुखमा यस्तो राता राता लम्बा बनाउने के बनाउने कस्तो बनाउने अरु के बेसमा के लाउँछन् कुनै त्यो क्रिम पोन्ड्स हो के भन्छ यसले पोन्ड्स कहिले हो लाउने उहिले लगाएको त पोन्ड्स के भन्छ सरी पर्फेक्ट भयो के साँच्चै नत्र कहाँ लाउने भन्न अब गालाहरुमा अब त्यही त हो नि यो कहाँ लाउने हो त यही होला के हैन यो के हो यो फाउन्डेसन कहाँ लाउँछन् कुनै फाउन्डेसन नि त हैन यसलाई अब कहाँ लाउँछन् नि कहाँ लाउँछन् मुखभरि ए हो ओए जान्छ के यसरी निस्किने ओए यहाँ दल्ने के त ब्लेन्डर जेले गर्नु आउँछ त्यसले गर्नु मलाई भन्दिँदो रहेछु है म जस्तो 3 4 अब अप्सरा भन्छ दाइ यसले त्यो ढक्कन लगाएर पोख्यो अनि नि फेरि चाहिन्छ कि भनेर ओए बाबा यो धेरैमा थोरै भयो कि के हो त्यो तान्ने मिल्दैन फाउन्डेसन यताबाट तानेर यता हाल्नु मिल्दैन रहेछ ल है ल साँच्ची भयो अब यता फर्केर ल ठिक छ ल यो के हो नि यो खोल अघि नै खोल्दैछ त गाजर लगाइदिनुहोस् यो के हो
के हो यस्तो यो पर्दैन क्या त्यो लाउन आइल्यासेसमा लाउँछ नि अझ आउनु न त्यो बिगार्न नलाए ठिक हुन्छ यति राम्रो देख्थ्यो ट्राई गर्न नाइ बाँकी त यो कतिखेर लाउँछ नि त यो फर्स्टै होला के यसको नाम भनौँ मैले अनि आफैले गेस गर ल यहाँ लेखेछ तर यो मेटिसकेछ अलिअलि मात्रै देखियो सेटिङ स्प्रे हो यो सेटिङ अझै लास्टमा मिलाउने होला सेटिङ नाम भनिदिने काम थियो मैले भनिदिएँ सेटिङ स्प्रे रह्यो त रह्यो कि यत्रो रहन त यो पाउडर रहेछ अनि यो गाजल रहेछ मस्कारा रहेछ यो कहाँ लाग्छ यो कन्सिलर रहेछ ए यो पनि यसरी लगाइदिने होला ओइ यसको पछाडि हुन्छ ए यो लगाउने हो तरिका चल्ला रे भाइ ल अहिले अब कहाँ लाउने हो यो गालामा त होला हो कि होइन झन् गयो दियो चरा अस्ति हुन त हो क्या होला के लगाउने अब नभए नि लगाए नभए लगाउने अब ल अब त यसले त नाकमा केही लगाइदिनु नाकमा लाउँछन् होइन अब अब यस्ता राता राता पार्छन् क्या हो के रातो रातो पार्दैन मैले यिनको युज गर्छु कि यहाँको कलरहरू यहाँको जुन युज गरे नि हुन्छ ल यसलाई रातो पार्नु लान यसले रातो कलरै खै नि त्यस्तो रातो कस्तो रातो चाहिएको तँलाई यो बेबी पिङ्क यो अर्को पिङ्क अनि यो कलरहरू नि कालो देखिन्न कि लास्ट रातो रातो कलर हो ए कस्तो कलर यिनी सबै यो पनि कलर रातो पिङ्क हो कि यो लगाउने त कुन लगाइदिस पनि देखा न त्यहाँ यो गाइस यो कुन रातोमा थाहा हुन्छ हो यो हो यो यो त त्यो धेरै मेकअप गरेर रातो हुन्छ त्यो एउटा बिहान बिहान आउँथी कलेजमा नै बिहान बिहान आउँछ कि आउँछ ओ यो त कस्तो हुँदो रहेछ राम्रो हुँदो रहेछ राम्रो पर्दो रहेछ कहाँ आउँछन् प्याजी फोक्रा लगाइदिनु त्यो खिच्यो बरु तर ठिक छ मिलाउनु हात मिलाउनु हुन्छ अनि यो अर्कै रातो भयो त अर्को रातो भयो कि सरी त्यही कलर हो तर यता लाएर भएपछि यहाँ लगाइदिन्छ होला त फेरि चोक्नुपर्छ भने सेरो खै कति त राम्रो यता राम्रो देखियो र अब त बिग्रियो मेरो मेकअप यार के राम्रो मेकअप गर्दैछ अघि मैले ल अब के लगाइदिन्छन् अब रको भनेको एउटा उस हो यति हो अब यो वाला लिस्ट लगाइदिनु ल कलर हेर के अब गर्दैन यसमा मन परेन यसलाई सुहाउँछ तर यो सुहाउँछ यो यो के हो ल यही लाउँछु मैले कन्फर्म भयो डिल अब कस्तो हुन्छ थाहा छैन तर कन्फर्म भयो ल कसरी लगाउँछन् तेरो इच्छा नबिगार्ने गरे ल के त भन्न ब्युटिसियन ब्युटी पार्लर गर्ने मलाई हात लाग्यो त्यस्तो हुन्न के छिटो टाइम छैन उयो त कस्तो ओठमा त फेरि ल हेरेर जाउँ
सुहाउँछ सुहाउने भन्ने के हो मिक्स गर्न नि भन्छ कि दुईटो कलर अरे चोरी तिमी त हेन्सी कसर पारेर लगाइदिन्छ खै टिस्यु खै टिस्यु खै कस्तो तर त्यो सेप पनि गर्नुपर्छ होइन लिपस्टिक लाउने लिप सेप यो लाग्ने के भरे जिउ लगाउनु त अहिले सुहाउँछ कि यस्तो नै पढ्छन् होइन बेरोजगारी भएर पढ्ने यिनीहरू आइटम थियो कि है अब तर गाजर लाउनु जाने ओप्पी हुन्थ्यो गाजर लाउनु जान्दैन कि अब लगाउनु ट्राई गरौँ है तर आँखा चिम यसो गर्दा तैँले परेलामा लगाएको थिइस् नि त्यसले होइन कि यसले लाउने यसले यस्तो गरेर बुझिस् माथि माथि लाऊ के अरे पुस्नु मस्करा है मस्करा हो ल लगाइदिन्छस् है लाग्यो ला भेटाउँला नि त्यस्तो गर्दा त ल यही भएन अब उयो सेटिङको लाग्यो ल खोइ खोइ हानिदिन्छ नि भयो ल सेटिङ अनि हेर है तिमी हो परबाट हो ल भयो पुग्छ अरू गरेपछि ल सेटिङ भयो अब के चुइयो र ल अब हेर्नु जाऊ रियाक्सन क्याप्चर गर्ने ल बवाल छ नि आँखा परेर नमिलेको बवाल हो ओप्पी अरे गाइस ओप्पी यतिको फर्स्ट टाइम है फर्स्ट टाइम यो त मैले कति कन्छ राम्रो गरिरहेको छ मैले सोचे भन्दा एकदमै राम्रो छ तर यो सिलेक्सनै भएन कसो नमिल्यो कति यो लिपस्टिक ल गाइस ल ल है तैँले कन्ट्रोल गर्दैनस् नि त के भनेको त्यो भनेको के हो यो के यो भनेको साइड गर्दिनु भएन त्यो त आउँदैन मलाई तँ गर्दिनौ पर्दैन अन्यले गर्दैनस् माई एक्सपेक्टेसन वाज वर्स्ट तर यो पनि राम्रो त छैन तर यो सेम सिन्जोको के अरे सिसिमानो सिन्जो होइन सिन्जोको चाहिँ नि हुन्छ है त्यस्तै छ ब्लस लिपस्टिक चिची आँखा This was the complete makeup look. मैले सोचे होला त राम्रो लाग्यो कि यता त अब तल तल लाखा के होइन तल नै यो ल्यासेस यताको ल्यासेस होइन राम्ररी अनि यो पनि मैले सोचे भन्दा धेरै राम्रो गरेको छु यो यहाँ नि म त कस्तो बुझिने जस्तो गरेर हुन्थ्यो यो यहाँ लाउँछन् कि यहाँ ब्लस यस्तै लाउँछन् यता यता हो र के थाहा नि त राम्रो माथि छ अलि ठिक छ अलि तल मैले सोचे भन्दा त एकदमै राम्रो कसैले इन्ट्रेस्टेड हुनुहुन्छ नि मसँग उस गर्न मेकअप गर्न आउनु होला सेमरी तिलोक्तमा 13 सेमरी भन्ने ठाउँमा आउनु होला ल द्याट वाज द भिडियो अनि कस्तो लाग्यो मेकअप रेट हिम है तल कमेन्ट सेक्सनमा चाहिँ नि रेट गर्ने 10 मा कति दिनुहुन्छ भनेर न ढुक्क 9.5 के भिडियोहरु बनाउन मेरो आश चाहिँ 9.5 दिनुहुन्छ भन्ने आश छ के
त्यो 10 मा 10 छैन अनि के कस्तो भिडियो गराउने अब होइन अरू आइडियाहरू छ भने चाहिँ नि कमेन्ट सेक्सनमा लेखिदिनु होला अनि होप यु लाइक द भिडियो एन्ड द मेकअप मैले गरेको यो मेकअप त मैले एक्सपेक्ट नै गरेको थिएन यति पनि गर्छ भने तर धेरै राम्रो अनि मैले हेल्प पनि गरिदिएँ किनभने केही पनि आउँथेन होला त्यही भएर नाउ वी आर लिभिङ अब यति हो आजलाई भिडियो होप यु इन्जोयड इट Please do like, share and subscribe to Priya is here. Bye bye.